As a part-time home caregiver in America, been a long time. I want to share some short clip what I did in my whole shift भनेर. Thank you for watching in the beginning. यो चाहिँ शुक्रबार गरेको सर्ट भिडियो हो. म चाहिँ बिहिबारको राति काममा जान्छु अनि त्यो काम सकेर फेरि म आई हेभ टु गो टु द नेक्स्ट शिफ्ट डाइरेक्टली फ्रम देयर. अनि म चाहिँ बिहिबारको दिन काममा जान्छु अनि गएर चाहिँ उसलाई म मसाजहरू जाँदा ओर्दा सुत्ने बेला भएको हुन्छ अनि मसाजहरू गरिदिन्छु. मसाजहरू गरेर चाहिँ उसलाई 11 बजीतिर बेडमा लाउँछु. ऊ सुत्नु जान्छ 11 बजी अनि म पनि सुत्नु आउँछु. अनि म चाहिँ सुतिसकेर 5:30 बजी अथवा 5:45 तिर उठ्छ ऊ अनि आई डाइरेक्टली टेक हर टु द बाथरुम. दिस इज माई रेगुलर रुटिन. उसलाई उठाइसकेर चाहिँ बाथरुममा लानुपर्ने हुन्छ. बाथरुममा चाहिँ इट टेक्स लिटल लङ्गर फर हर बिकज इट डजन्ट लाइक नर्मल पिपल लाइक अस. अनि यो चाहिँ उसलाई चाहिँ 45 अथवा हाफ एन आवर जस्तो लाग्छ. त्यो हाफ एन आवर जस्तोमा चाहिँ मैले बेडहरू उसको बेड मिलाउँछु, दबाईहरू रेडी गर्छु उसलाई दिनको लागि. अनि मैले गर्नुपर्ने म चाहिँ यो काम सकेर अर्को सिपमा डाइरेक्ट जानुपर्ने भएको कारणले चाहिँ मैले मेरो ड्रिङ्क्स रेडी पार्छु, घरबाट लगेको हुन्छु. अनि पानीहरू सबै रेडी पार्छु. अनि मुखसुख अघि नै धुइसकेको थिएँ होइन. अनि त्यही भएर चाहिँ बाथरुममा गएर मैले मेरो अर्को कामको लागि लुगाहरू चेन्ज गरिसकेर म उसलाई बाथरुममा लिनु आउँछु. अनि बाथरुममा ठ्याक्क म आउँदा चाहिँ उसले बाथरुम युज गरिसकेर ऊ उठ्दै गरेको हुन्छ. अनि म आएर ऐना हेर्छु अनि उसलाई चाहिँ नकल पार्नु त पऱ्यो अलिअलि होइन. अनि उसलाई रेडी पारेर चाहिँ बाथरुमबाट उठाइसकेर ऊ आफै उठ्छ सबै कुरा. जस्ट वी निड टु गेट गाइड ओन हर द साइड होइन. अनि उसलाई ल्याएर चाहिँ हातहरू धुवाउँछु, दबाईहरू खुवाउँछु. अनि यो चाहिँ लास्ट पार्ट आई हेभ टु पुट हर लाइक नी ब्रेस्ट. नी ब्रेस्ट लाउँदा ओर्दा चाहिँ लाइक एराउन्ड 7:20 भइसकेको हुन्छ AM. अनि खाजासाजा निकालेर म चाहिँ मेरो अर्को सिपको लागि आउँछु. अनि अर्को सिपमा यो अर्को कामको लागि आउँछु. यो यत्रो ठुलो ब्यागमा चाहिँ मैले मेरो कामको सामानहरू अनि खाजाको ब्याग एभ्रिथिङ लिएर गएको हुन्छु मैले चाहिँ. किनभने अर्को काममा पनि डाइरेक्ट आउनुपर्ने कारणले चाहिँ बाहिर जाडो रहेछ. अनि मैले ज्याकेट पनि लगाएँ. अनि यहाँदेखि चाहिँ मेरो काममा आउनु लाइक कति 12-15 मिनट जस्तो लाग्छ. अनि हाइवे अलिकति हिँड्नुपर्छ. अनि आइसकेर म चाहिँ यो मेरो काममा आइसकेँ. अनि 10-15 मिनट 10-15 मिनट अगाडि आएको कारणले गर्दा चाहिँ म त्यहाँनिर मर्निङ ड्रिङ्क खान्छु. अनि खाएर चाहिँ अलिकति 5-10 मिनट भए पनि वाक गर्छु. अनि वाक गरेर भित्र गएर पन्च इन गरेर म मेरो मर्निङ कफी रेडी गर्छु. अनि मेरो दिनको सुरुवात हुन्छ. यो चाहिँ लन्च टाइममा मैले खाजा खाएको. थ्याङ्क यू फर वाचिङ.